सर्दु जलाधारको सरकारी जग्गालाई किटानी जारी थियो यो हजुर एकदमै किटानी नाम सहित छ, कसको नाममा नाम सहित छ। अब यहाँ पढ्नुहोस्, यहाँ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ, जो प्रधानमन्त्री, प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठ, कृष्ण कुमार वर्मा लगायत अग्नि सापकोटा सचिवहरू, धेरै पूर्व तत्कालीन महाधिवक्तालाई यो मुद्दा छ। यो सुन्नुहोस्, कतिको तपाईँको यसमा घोप्लेबाजी वा त्यो होइन, यो हामीले 79 सालदेखि अध्ययन अनुसन्धान गरेर त्यो 33वटा मध्येको एउटा सर्दु जलाधारमा राजा वीरेन्द्रको पालामा धरानवासीहरूलाई पानी खुवाउनुको लागि सर्दु एरियालाई अधिग्रहण गरेर त्यसको सट्टा भर्ना दिइसके पछाडि पनि सट्टा भर्ना पाइसकेका मान्छेहरूले फेरि त्यो पुरानै आफ्नै जग्गालाई पनि भूमाफियाहरूको चक्करमा लागेर दर्ता गराउने काम गरे र दर्ता गराउनेको नाम भन्नु सबैले त्यहाँ यहाँ दर्ता गर्ने मान्छेहरूको छुट्टै नाम छ। त्यो दर्ता गराउनेहरू जसले मेरो जग्गा भनेर आयो तिनीहरूलाई दर्ता गराउने काम अदालतले गर्यो, जबकि तिनीहरूले दर्ता गर्न पाउने होइन, उनीहरूले पाउनुपर्ने जग्गा हामीले सट्टा भर्ना मोरङको बयर वनमा दिइसक्यौँ, झन्डै 5000 रोपनी भनेर जवाफ लेखेको छ सर्वोच्च अदालतलाई, सिडिओ कार्यालयले, मालपुत कार्यालयले, हो सबैले। तर त्यसको प्रमाण त्यति बेला ट्रायल केसमा, पहिलो केसमा आउने त्यसलाई बिर्खे राई भन्नेले एउटा किता जग्गामा ट्रायल केस बनाउन ल्यायो सर्वोच्च अदालतमा, र उसले के गर्यो भने मलाई लाग्छ गोविन्द बहादुर श्रेष्ठ त्यति बेला तत्कालीन प्रधान न्यायाधीश, उहाँको इजलास कृष्ण कुमार वर्माजीको इजलासबाट त्यो ट्रायल केसमा माफियाहरूको पक्षमा फैसला गर्यो। यो ठुलै काण्ड हो, यो ठुलो काण्ड छ, ठुलो काण्ड हो। कति 1500 बिघा 5000 रोपनी 5000 रोपनी जग्गाको सट्टा भर्ना भएको सुरुको अधिग्रहणमा परेको जग्गा। कति ठुलो यसमा पैसाको कुरा गराउनु पर्छ त्यो हामीलाई थाहा हुँदैन। सुन्नुहोस्, त्यो हामीले भन्नै मिल्दैन। हामीले कानुन हेर्ने हो, संविधान हेर्ने हो। कानुन र संविधानको परिपालना गर्ने हो भने कानुन अनुसार व्याख्या गरेर राष्ट्रिय सम्पत्तिलाई जोगाउने, राष्ट्रमा भएका अपराधीहरूलाई दण्ड दिने, त्यस्तो किसिमको फैसला गर्ने, आदेश गर्ने न्यायाधीशहरूले नै संविधान कानुनको बरखिलाफ गरेर गएर सरकारले दिएको जवाब प्रमाण हेर्दै नहेरिकन मोरङको बेलबारी मालपुत कार्यालयमा यिनीहरूले जग्गा सट्टा भर्न पाइसकेका छन्, यो अबको यो अधिग्रहणमा परेको जग्गा यिनीहरूले पाउने होइन, सरकारी जग्गा होइन, सरकारको भन्दै त्यो जवाफै नहेरिकन मोरङ बेलबारीको मालपुत कार्यालयलाई बुझ्दै नबुझिकन त्यो कानुनको उल्लङ्घन गरेर अनुचित प्रभावमा परेर हामी त्यति